राम्रो छ, कसैको रिस राग, कसैको कुनै वास्ता गर्दैन, आफ्नो सुर गर्छ, आफ्नो भावनामा अगाडि बढ्छ भने त्यो मान्छे अगाडि बढ्छ, जसरी आफ्नो सफलतामा पुग्छ। जब मान्छे अचाको रिस राग दुनियाँ कोड गर्छ भने त्यस्तो मान्छे कहिले पनि अगाडि बढ्दैन, त्यो मान्छे कहिले पनि माथि जाँदैन। त्यसले गर्दा हामीले यस्ता राग गर्नु हुँदैन। हामी यसको त संगत पनि राम्रो गर्नुपर्छ। संगतले पनि मान्छेलाई बिगार्ने र सपार्ने गर्छ। जस्तो भनौँ झिँगाको संगत गऱ्यौँ भने हामी खोरमा जान्छौँ सिधा, मौरीको संगत गऱ्यौँ भने हामी फुलमा जान्छौँ, फुलबारीतिर जान्छौँ। त्यस कारणले संगतले पनि मान्छेलाई ठुलो सानो बनाउँछ। हामी सानो घुम्न, हामी आफ्नो परिचय सच्चा दिएर हिँडौँ, सच्चा परिचय दिएर हिँडौँ। यस्तो लटरपटर झुक्याउने, यस्तो मान्छेलाई ढाँट्ने यस्तो व्यवहार कहिले पनि नगरौँ। यस्तो व्यवहार गऱ्यो भनेदेखि हामी कहिले पनि अगाडि बढ्न सक्दैनौँ। आफ्नो सच्चा परिचय दिएर जाउँ, सच्चा परिचय दिएर अगाडि बढिन्छ। सच्चा परिचयबाट हामी अगाडि बढ्दछौँ। र यो लटरपटर गरेर मान्छे झुक्याउने, मान्छेलाई अब हेराना गर्ने त्यस्तो व्यवहार के भनिबसेको छ भने आफ्नो देशको लागि। र राजाले के भनेको छ, नजाऊ छोडी यो देश, नजाऊ छोडी यो देश, नजाऊ छोडी यो देश आमालाई रुवाएर, नजाऊ छोडी यो देश आमालाई रुवाएर, नबिर्स जन्मेको ठाउँ आफूलाई झक्याएर। नजाऊ यो देश छोडेर, तिमी नजाऊ। जस्तो दुःख सुख छ भनौँ यही देशमा काम गर, यही देशमा खाऊ सक्छौ, हेरो रोक्छौ, जे छ यसैमा बस, त्यसैमा रमाऊ। आफ्नो देश हो यो, अर्काको देशमा गएर त्यसलाई धनी नबनाऊ, आफ्नै देशमा भनेर यो कस्तो कविताले लेख्नु भएको छ राजा महेन्द्रले। नजाऊ छोडी यो देश आमालाई रुवाएर, नबिर्स जन्मेको ठाउँ आफूलाई झक्याएर। हामीले मनमा राख्नुपर्छ। यस्ता कुरा गर्नु र हामीले पृथ्वीनारायण शाह भन्ने त तपाईँहरूलाई सबैलाई थाहा छ। कहिले कहिले पढ्ने बानी बस्नु 5 घन्टा काम गर्नुहुन्छ, 1 घन्टा पढ्ने समय छुट्याउनुहोस्। पृथ्वी पथ, हामीले पृथ्वी पथ भनेर राजा ज्ञानेन्द्रले कति भनिबसेको छ भन्नुहुन्छ होइन। त्यो चाहिँ पृथ्वी पथ भनेको कस्तो भने पृथ्वी पथमा चाहिँ इमान्दारी छ, भ्रष्टाचार छैन। सोझा सादा जनतालाई पनि अगाडि बढाउनुपर्छ, उनीहरूलाई पनि हेर्नुपर्छ, उनीहरूलाई पनि मौका दिनुपर्छ। घाँसपास कपासको व्यवस्था गरिदिनुपर्छ, सबैले पढ्न पाउनुपर्छ भनेर त्यो पृथ्वी पदै हो। पृथ्वी पदमा हामीले सबै कुरा पाउँछौँ भनिबसेको छ। पृथ्वी पद भनेको त्यस्तो, पृथ्वी पद भनेको चाहिँ पृथ्वीको बाटो हिँड्ने, पृथ्वीनारायण शाहको बाटो। पृथ्वीनारायण शाहले नै हो यो देश जोडेको, राजा वंशहरूले नै जोडेको हो। जतिसुकै मान्छेले कुरा कम्याएर बटारे पनि यो देश राजाले बनाएको, राजवंशको राजवंशले बनाएको देशमा वंशको आँखा लाग्नु पाइन्छ? वंशको राजा हुन पाइन्छ पाइँदैन? पाइन्छ नि। अनि राजाले त्यस्तो नखानु भत्तामुख खाएर बनाएको देश, त्यस्तो नखानु भत्तामुख भएको देख्दाखेरि राजाले वंशलाई किन मन दुख्दैन? मन दुख्दाखेरि भनिबसेको छ राजाले फेरि कि अरू जस्तो मान्छे जस्तो बोल्यो। अहिले बिहान एउटा बेलुका एउटा व्यक्ति कुरालाई पनि कम्याएर के कुरा गर्ने होइन। राजाले एउटा कुरो बोलेपछि त्यो कुरा आकट्य हुन्छ, त्यही कुरा बोलेर जान्छ, त्यो असल कुरा हुन्छ, त्यो कुनै नराम्रो कुरा हुँदैन, एकदम राम्रो। त्यो कुरामा भ्रमण गरेर हिँड्नु भने हामी कहिले पनि दुःख पाउँदैनौँ, अगाडि बढिन्छ। राजा कस्तो एउटा अनुशासनमा बसिबसेको छ। राजालाई अपराधीहरूले अनेक भन्दा मुख छाड्छन्,
नहुने कुरा बोल्छन्, नभएको कुरा बोल्छन् र पनि राजाले महान राजाले केही गर्दैन, त्यस्तो खण्डन नै गर्दैन, त्यस्तो जवाफै भेटाउँदैन। अब यी अपराधीहरू चाहिँ के पनि बोल्छ, त्यो बोकेको बाँदरलाई के छ त केही लाग्छ शर्म छैन, जे पाए त्यही बोले। यत्रो सामूलाई पछाडि आएका छन्, पाखा लगाएका छन्। अनि यिनीहरूले किन पाखा लगाएका भने आफै स्वर पटाएर खान पाइन्न, सबै देशमा बाहिरको देशमा लगेर पैसा राख्न पाइन्न भनेर यस्तो राजालाई यस्तो विचित्र गरे। अब राजाले देशमा धेरै राम्रो गरेको, धेरै राम्रो हेर्नु तपाईँहरूले। अहिले अब अहिले के छ भने यो पढाइ लेखाइमा राजा पृथ्वीनारायण शाहको खुदै हटाइदिएको छ। त्यो हटाउनु नहुने हो। राजाको सबै कुराहरू गर्न, त्यो गरेको कुरालाई चाहिँ अगाडि बढाउन राख्नु किताबमा लेख्नुपर्छ। पहिला हामी 10 क्लासमा पढ्थ्यौँ पृथ्वीनारायण शाहका कुराहरू सबै, कति 2 क्लासदेखि 10 क्लाससम्म यी हरेक ऐतिहासिक कुराहरू पढ्न पाउँथ्यौँ। अहिले त्यो चाहिँ सबै हटाएर राजाले गरेको देखिन सक्दैन। त्यस्तो गरेर राजा मान्छेले कतिपय उद्योग बनाइबस्यो, राजाले उद्योग कतिपय बनाइबस्यो, 500-600 उद्योग बनाइबस्यो। किन बनाइबस्यो? जनताहरू बाहिर नजाउँ, यी आफ्नै देशमा त्यो उद्योगबाट कमाएर आफ्नो जीविका चलाउनु भनेर पुरा उद्योगहरू बनाए। कपडा उद्योग बनाए, उद्योग, जुत्ता उद्योग, हरेक उद्योग, सिमेन्ट उद्योग, के उद्योग 500 उद्योग भनेपछि तपाईँहरूको आफै बुझ्नुहोस् न। किताब कारखानाको उद्योग बनाइबस्यो, त्यो उद्योगहरू पनि सबै यिनीहरूले बेचेर खायो। त्यो कागज उद्योग त बाहिर जान्थ्यो अरे, बाहिर गएर हाम्रो कागजको साह्रै राम्रो उद्योग भनेर, हाम्रो यो नेपालमा बनेको कागज भनेर सबैले मन पराउँथ्यो अरे। त्यस्तो मन पराउने उद्योगहरू सबै बेचेर खायो, भाग नलाउँदै भाग बेचेर खायो। अहिले हाम्रो त्यो उद्योग बनाउनु त यिनीहरूलाई सफल केही छैन। अलिकति पैसा बाहिर गएर राख्छ विदेशमा, स्विजरल्यान्डमा, दुबईमा, लन्डनमा, कहाँमा गएर राखे। यस्तो पनि गरिरहेछन्। हेर्नु स्टुडेन्टले त्यस्तो हामीलाई गरेका छन्। त्यो दुखी गरिब छाप भात खान पाएका छैन, त्यस्तो अन्याय गरेका छन्। यो प्रत्येक हामीले गर्नुपर्छ। स्कुल त्यस्तो राजाले त्यस्तो अपराध गरेन, कहिल्यै गरेनन्। कसैको भ्रष्टाचार गरेनन्, कसैको पैसा त्यस्तो भनेर लुटेनन्, भ्रष्टाचार गरेनन्, त्यस्तो गरेनन्। आफ्नो खुट्टाहरूले कमाउँदै खाएको, आफ्नो आफ्नै उसको मिहिनेतले खाएको, त्यस्तो गरे। यिनीहरूले अहिले कलिकता बाहिरबाट पैसा विभिन्न बहाना गरेर ल्याए, अनि पार्टी भाग बन्ना गरेर खाए, भाग बन्ना गरेर खाए। अनि कहिले देश हाम्रो अगाडि बढ्यो? हामीभन्दा पनि पछाडिको देशहरू थियो अरे, थाइल्यान्ड हामीभन्दा बढी देशहरू अहिले कति धनी देश भयो। पृथ्वीनारायण शाहको उपदेश चाहिँ बाहिरका मान्छेहरूले मान्छ। पृथ्वीनारायण शाहको उपदेश बाहिरका मान्छेहरूले मानेर ती बाहिरका मान्छे कति धनी भएका छन्। पृथ्वीनारायण शाहको उपदेश त्यसरी मान्छन् र बाहिरका मान्छे कति धनी छन्। हाम्रो अहिले बढी 40वटा देशमा राजा छन्, राजा भएको देशमा कति विकास भएको छ। त्यहाँका जनताले कुनै दुःख छैन, सबै राम्ररी मिलेर बसेका छन्। राजाले राम्रो बाटोमाटो बनाइदिनु बसेको छ, कति राम्रो गरेर बसेका छन् राजाहरूले। त्यस्तो गरेको छ राजाले। राजाको त्यस्तो छ, राजाले जनताप्रति त्यसो गर्दछन्। राजाले त्यस्तो गरेर गरे। राजाले अहिले चाहिँ यहाँ लुट्न, कति लुट्न पाउँछु, मन्त्री भएर कति लुट्न, कति कमाउन पाउँछु, कति कमिसन खान पाउँछु, त्योभन्दा धनी हुन पाउँछु पाउँदिनँ। लुट्न मात्रै छ अरे, लुट्नु। जब मन्त्री भएर लुटेर खाए, यी लुटेर त्यो गणतन्त्र भनेको लुटतन्त्र रहन्छ, लुटतन्त्र रहन्छ। अनि यो माओले बनाएको देश होइन, यो लेनिनले बनाएको देश होइन, अनेको यो कम्युनिस्टले बनाएको देश होइन। यो कम्युनिस्टले नाटक गरेर यहाँ कम्युनिस्टको
भोटर राखेर त्यति दाबी दिनमा भएका कम्युनिस्टहरूको देश होइन यो हाम्रो देश हो राजाले बनाएको राजाले जोडेको देश हो र झ्याडा वंशले चाहिँ त्यसरी पाखा लाएर हुँदैन राजा जसरी भए पनि देशमा हुनुपर्छ देशमा आउनुपर्छ हामी सबैले यो राजाको समर्थन गर्नुपर्छ अनि मात्रै हामी अगाडि बढ्न सक्छौँ हामी राम्रो हुन सक्छ यो देश अगाडि बढ्न सक्छ यो कसैले बनाएको होइन यो माओले यो लेनिनले मानेर यहाँ देश सबै नष्ट भए छापछापी मान्छे मारेर आएर यहाँ मुखभरि गरेर बसेका छन् अहिले एउटा कुरो भन्छन् अहिले एउटा कुरो भन्छन् बिहान एउटा कुरो एउटा कुरो केही कुरालाई साँचो ल्याउँछन् यी सबै अपराधीहरूले यो देशको माया छैन यिनीहरूलाई यति तपाईँहरूले यति सम्झिनु कि यिनीहरूलाई देशको मायै छैन मायामा यस्तो संसारको बच्चाले देशमा गर्छन् देशमा बाटो त्यसलाई नखानु छ राजा महेन्द्रले पूर्वपछि राजामा त्यत्रो बनाइबसेको त्यो राजा महेन्द्रले यो बढिया भवन राजा महेन्द्रले बनाएको अरेको राजा महेन्द्रले चाहिँ कहिले कहिले आएर बस्ने पुस्तिका पढ्ने पुस्तकालय बनाएको थियो अरे अनि यहाँ बोल्ने चाहिने यस्तो के गरेका छन् त्यस्तो गरे अहिले निजी पैसाले यो राजाले बनाएको थियो बढिया भवन अनि त्यस कारणले गर्दा अहिले मुखपरि छ हेर्नुहोस् बाँदर हेर्नु आएको त्यसमा सबै बिग्रेर मात्रै संरचना सबै बिगारे हाम्रो संस्कृति बिगारे हाम्रो रीतिरिवाज बिगारे धर्म बेचारा खाइदिएका छन् हेर्नुहोस् हामी तपाईँहरूले बुझ्नुहोस् यति ती अपराधी रौनियाले हाम्रो देश कसरी अगाडि बढ्दै सबै सकियो देश सिक्यो त्यस कारणले हामीले राजा बनेपछि धेरै माया गर्नु धेरै त्यस कारणले हामी त्यसलाई अगाडि बढ्न सक्छौँ नत्र अब हामीले हामीले अब तपाईँहरूले यति धेरै माया दिएर मलाई बस्न सक्नुहुन्छ तपाईँहरूले धेरै धेरै धन्यवाद तपाईँहरूले यसरी यो सघाएको मलाई होइन देश र राष्ट्रलाई सघाएको देश र राष्ट्रको हितको लागि तपाईँहरू यसरी भेला भइसक्नुभएको मैले त तपाईँहरूलाई निमन्त्रण मात्रै गरेको आउनु त्यसले गर्दा तपाईँहरूलाई मुरी धन्यवाद दिन्छु तपाईँहरू समाजको लागि यसरी भेला भइदिनु भएको छ आइदिनु भएको छ यो एकदम ठुलो कुरा हो र अब तपाईँहरूलाई र तपाईँहरूको यो आगमनले अब खाजाहरू खाएको छ र अब म यति भन्दै मेरा शब्दलाई बुझाउँछु र आगमन फेरि यसरी गरेर भेला हुँदै हामी अब सामान्य ठुलो हुन्छ मान्छे लक्ष्मीप्रसाद मान्छे ठुलो दिलले हुन्छ साताले हुँदैन कति गम्भीर कुरा छ मान्छे दिलले हुन्छ जब मान्छेको दिल सफा छ